हामीलाई जस्तो कम्पनीले फ्रिडम त अरू कम्पनीले दिँदैन होला कि किनभने के बोले भाइ के बोले के छ थाहा बोले हाम्रो काम भइसके पछाडि चाहिँ हामी बाहिर टक्क निस्केर हावा खान पाइन्छ। तर काम हुँदा चाहिँ फेरि पेलान हुन्छ होइन, पसिना निस्किन्छ नि पसिना ठाउँबाट पसिना निस्किन्छ नि त काम हुँदा। तर काम नहुँदा चाहिँ चिलमा हो। साथीहरू कोही फोन चलाउँदैछ, अर्को साथी पनि फोन चलाउँदैछ, देख्न सक्नुहुन्छ पछाडि। आज चाहिँ शनिबार भएकोले खासै त्यति काम हुँदैन, काम भयो भने हामीले काम पुरा भ्याएर नै आफ्नो काम सकिएर आएको देख्न सक्नुहुन्छ। यो चाहिँ घन्टी फुल, यो मलेसियामा पनि पाइने रहेछ। मलाई लाग्छ यो जुनै पनि देशमा पाइन्छ होला, नेपालमा मात्र नभएर अरू देशमा पनि पाइन्छ होला। तर यहाँ चाहिँ रहेछ होइन, छ भनौँ। अब फुल हो, अब अरू देशमा पनि हुनसक्छ, नेपाली फुल भन्न मिल्दैन, तैपनि फुल त फुलै हो। अनि देख्न सक्नुहुन्छ ऊ पारिदेखि यता ल्याएर अझै घुमाउँ, थोरै टक्क घुमाउँ, अझै घुमाउँ, वहाँ पारिसम्म, वारीदेखि यहाँ पारिसम्म चाहिँ मेरो काम गर्ने वेयर हाउस भनौँ न, भित्र काम गर्ने। तर म चाहिँ यो ठिक्क यो सिधा भित्र काम गर्छु। अनि माथिल्लो फ्लोर बन्छ सेकेन्ड र 0 र सेकेन्ड भनौँ न, एउटा डाउनमा एउटा अप साइडमा। माथि चाहिँ लिफ्टबाट जानुपर्छ। माथि चाहिँ साथीहरू काम गर्छ भने यहाँ मुनि फ्लोरमा चाहिँ म काम गर्छु। अनि त्यही हो, सेलेरी सिधै 4,4500। अनि सन्डे पब्लिक पुरै मिल्छ। अनि सन्डे पब्लिक पुरै मिलेपछि 4,4500 आउँछ। भन्न त मिल्थ्यो, तर त्यति साह्रो चाहिँ नभनिहालौँ, छैन। त्यही हो 25-2600 जे आफूलाई पुगिरहेछ भनौँ न।